आज म हाम्रो घर छेउको दाइको चाहिँ घरको ढलन हुँदैछ। म तपाईहरुलाई देखाउँछु। र यहाँ हाम्रो सुरेश भाइले पनि वायरिङको काम गर्नु भएको छ। उहाँले ठेक्का पनि गर्नुहुन्छ। यसो कहिलेकाहीँ गडबड हुँदा पनि उहाँले बोलाउँदाखेरि उहाँ आएर गरिदिनुहुन्छ। तपाईहरु उहाँसँग सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो चाहिँ आउँछु। हाम्रो यो छिमेकी दाइको घर हो। आज छत ढलान हुँदैछ। उहाँलाई म माथि लाँदैछु छतमा। हाम्रो सुरेश भाइ उहाँ वायरिङको काम गर्दै हुनुहुन्छ। हेर्नुस्, उहाँले यो ठेक्कामा गर्नुभयो क्या हो? ए, हाम्रो सुरेश भाइले ठेक्कामा काम गर्नुहुन्छ। र यो उसमा चाहिँ तपाईहरु कहिलेकाहीँ घरमा हाम्रो घरमा चाहिँ गडबड भयो भने उहाँले वायरिङ मात्र होइन प्लम्बिङको पनि काम गर्नुहुन्छ, हैन सुरेश भाइ? र तपाईहरुले उहाँसँग सम्पर्क गरेर काम गराउन सक्नुहुनेछ। उहाँ हाम्रो एकजना भाइ उहाँ के मिलाउँदैछन्। कता हो के हो? यहाँ नापगोप गर्दैछ। हेर्नु यता भन्नु तपाईँ के गर्नुहुन्छ? प्लम्बिङको पनि काम गर्नुहुन्छ हैन? हजुर वायरिङ प्लम्बर दुईटै। यदि तपाईहरुलाई काम तपाईहरुको काम आयो भने तपाईहरुले सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सुरेश भाइको नम्बर म यहाँ राख्दिने छु। बोल्नुस् न एक दुईवटा कुरा। ल के बिग्री ओर्यो भने के चाहियो भने वायरिङ प्लम्बरलाई सम्पर्क गर्नु होला। हैन? मेरो घर भने किशननगर बर्दिवास छ। अनि फोन नम्बर जतिखेर पनि सर्भिस मेरो हुन्छ 9814885119। ल ठीक छ। ल ठीक छ त। भाइ त हाजिरामा होला हैन भाइ? ल ठीक छ। ल हाम्रो भाइ पनि एकदम काम गर्न एकदम सम्पर्क गर्नु होला भाइसँग पनि। ल